फेरि पनि है। अहिले चाहिँ म यहाँ इस्कन मन्दिर आइरहेको छु आरती गर्नुको लागि। अन्त यहाँ चाहिँ आरती बेलुका मात्रै हुन्छ, दिउँसो चाहिँ मन्दिर बन्द हुन्छ। अहिले पुरा भिड छ, म तपाईँहरूलाई देखाउँछु पनि है। मेरो भोइस पनि राम्रो सुनेको छ कि सुनेको छैन तपाईँहरूलाई है। यहाँनिर चाहिँ जुत्ता बुझाउनु पर्छ हो, 10 रुपियाँ तिरेर। अन्त हामीले चाहिँ दिइसकेको छौँ। यस्तो छ यहाँनिर इस्कन मन्दिर चाहिँ अहिले पनि पुरा भिड छ जस्तो लाग्छ। मेरो साथी चाहिँ यहाँनिर छ, हराउँछ होला यस्तो चाहिँ पुरा भिड छ यहाँनिर चाहिँ। अहिले चाहिँ तपाईँहरूलाई देखाउँछु भित्र गएर। यहाँ यसरी गार्डहरू पनि बसेको छ हो। तपाईँहरू पनि कतिजना आउनु भएको छैन होला है, कतिजना आउनु भएको होला, कतिजनालाई आउनु मन होला है। सबैजनाले दर्शन गर्नु सक्नुहुन्छ मेरो भिडियोको थ्रु। मजाले फुल फुलिरहेको रहेछ, यहाँनिर हेर्न सक्नुहुन्छ। चाहिँ स्टार्ट भइसकेको रहेछ, हामी अलिक ढिलो भयौँ। सो हामी त्यहाँनिर भित्र पसेर चाहिँ पहिला आरती गर्छौँ, त्यहाँदेखि तपाईँहरूलाई पनि देखाउँछु है यहाँनिर मन्दिर कस्तो छ भनेर। अन्त त्यहाँ आरती गरेकोमा चाहिँ भ्लग गर्नु पाउँछ पाउँदैन थाहा छैन, पाएछ भने चाहिँ म गरेर देखाउँछु तपाईँहरूलाई। यस्तो छ है। अब चाहिँ हामी भित्र पसिरहेको, अलरेडी स्टार्ट भइसकेको रहेछ। भिड पनि होला है। दर्शन गरेर मन्दिरको परिक्रमा गरिसक्यौँ। अन्त चाहिँ अब भित्र आरतीको लागि जान आँटेको छु। तपाईँहरू सबैजनाले दर्शन गर्न सक्नुहुन्छ। श्रीवास ठाकुरेर आविर्भाव तिथि डिभाइन অ্যাপিয়ারেন্স ডে অফ শ্রীবাস ঠাকুর পঞ্চতন্ত্রের একজন সাহায্য করবার জন্য তার আজকে শুভ আবির্ভাব দিবস, শুভ আবির্ভাব দিন। তো সেই জন্য আমরা শ্রীবাস ঠাকুরের উদ্দেশ্যে আমরা কীর্তন করে তার প্রসন্নতা বিধান করবার জন্য আমরা फर्केको। अहिले चाहिँ फर्किँदाखेरि चाहिँ 8:30 ठिक छ, 8:13 भइसकेको छ। अब चाहिँ फर्केको सबै आरती सक्यो है। मलाई पनि धेरै शान्ति भयो है। तपाईँहरूले पनि यो भिडियोको थ्रु है दर्शन गर्न सक्नुहुन्छ है होइन। अन्त तपाईँहरू पनि यहाँ आउनु सक्नुहुन्छ है। दिनभरि त्यो केही नखाई भोको पेट व्रत बसेर आउनुपर्छ भन्ने छैन होइन है। हामीले पनि खाएरै आएको, बिहान पनि खायौँ है, 12 बजी पनि खायौँ।
यति हो प्याज र लसुन बेगरको खाना चाहिँ खाएर आएको होइन। त्यति त एक दिनको लागि एभोइड गर्नु सक्नुहुन्छ है तपाईँहरूले पनि। यदि तपाईँहरूलाई इच्छा छ भने अब रातभरि त भोकै बस्नु सक्दैन नि त होइन, खाएर आउनु सक्नुहुन्छ है। अन्त यहाँ आएर त हामीलाई एकदम शान्ति भइरहेको छ मनै है। कस्तो पनि लाग्यो, कहिलेदेखि आउने इच्छा थियो, कहिलेदेखिको मेरो पनि एउटा भाग्कलै थियो क्या यहाँ आउने। आज पुरा भयो, एकदम शान्ति भइरहेको छ मलाई चाहिँ। मजाले दर्शनहरू पनि पाएँ है, अन्त आशीर्वाद पनि पायौँ है छेउबाटै मजाले पायौँ। सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँनिर है। त्यस्तो होइन कि त्यो दिनभरि भोकै बसेर हामी बेलुका जानुपर्छ भन्ने है, मजाले खाना खाएर आउनु सक्नुहुन्छ। यति हो प्याज र लसुन चाहिँ एक दिन खानु त नखाइबस्नु त सक्छ जो पनि, त्यति नै हो। अब मासुहरू खानु भएन होइन एक दिन। म तपाईँहरूलाई यहाँ मन्दिरको पनि म देखाउँछु है, माथि जानु दिएँ। यहाँ नो इन्ट्री लेखिरहेको छ हो, तर पनि म गएर माथि गएर तपाईँलाई देखाइदिन्छु है। बाहिर पनि कस्तो मजाको छ यहाँनिर, भित्र अझै भजन गर्दैछ। हामीलाई त उठ्नु मनै परेको थिएन कि अब फेरि हामीलाई गाडी भेट्नु है, फेरि गाडीहरू भेट्ने अनि टाइम पनि अहिले 8:30 हुनु आँटिसकेको छ हो। त्यो भएर चाहिँ हामी निस्क्यौँ यहाँबाट। अब अलिअलि फोटोहरू खिच्छु है। भिड थियो देख्नुभएको छ तपाईँहरूले है। अहिले चाहिँ यति मात्रै छ मान्छे हो, सकिसकेको छ लगभग पनि। जहाँ जस्तो हामी माथि गएर म देखाइदिन्छु ल तपाईँहरूलाई। यहाँ मुनि कस्तो दामी देख्छ हो, हामीलाई चाहिँ एकदम मनै शान्ति भएर आयो यो भजनहरू सुनेर है। आरतीहरू लिएर आरतीहरू मजाले लिनु पायौँ हामीले है, त्यस्तो भिडमा पनि। अन्त यो एक दुईवटा फोटोहरू पनि मैले राखेको छु ब्लगमा है, हेर्नुहोस् होला। साह्रै खासै त आएको छैन तर पनि। चाहिँ हामी निस्केको। ओ यतै के खाएर जानु, केही घरमा गएर बनाउनु के। हामी चाहिँ निस्किसकेको थिएँ, बोलाएर अलिअलि भए पनि प्रसाद दियो है। मैले चाहिँ खाइसकेँ, यसले चाहिँ खाँदैछ। अन्त लक्की फिल पनि भयो सबै कुरो पाउँदाखेरि चाहिँ। हामी निस्किँदैछु अब चाहिँ। यस्तो छ बाहिरबाट हेर्नुभयो भने चाहिँ। यहाँनिर गेट छ, यहाँनिर चाहिँ चप्पलहरू राख्नु दिएको छ अघि नै हामीले। सबैले यसरी निकाल्दैछ। हामी चाहिँ अहिले फर्किँदैछौँ। अन्त त्यहाँनिर हामी फर्किने आँटेको थियो। हामीले चाहिँ त्यो चप्पल पनि थापिसकेको थिएँ। त्यहाँनिर एकजना अब कृष्णको भक्तै हुनुहुँदो रहेछ उहाँ चाहिँ है, पुरै तुलसीको है पण्डितजी नै थियो। तुलसीको माला सबै लगाउनु भएको थियो उहाँले चाहिँ, पण्डितजी नै हो उहाँ चाहिँ है। अन्त हामीलाई चाहिँ प्रसाद दिनुभयो उहाँले है। अन्त खाएँ हामीले चाहिँ। अन्त त्यति बेलासम्म हामीलाई चाहिँ थाहा थिएन कि उहाँ बोल्नु सक्दैन भनेर चाहिँ है। अन्त बादमा हामीले प्रसाद खाइसकेर अन्त हात अब हामीले धुनु पऱ्यो। हेर्दै थिएँ बालाकुलु। अन्त उसले नै हामीलाई देखाइदियो थियो यहाँ छ भनेर। हामीलाई देखाइदिँदाखेरि चाहिँ मलाई चाहिँ लाग्यो, अन्त मैले यसलाई पनि भने ए उहाँ त बोल्नु सक्दैन रहेछ त भनेर होइन। अन्त हामीले चाहिँ हात धुयौँ। अन्त हात धुँदाखेरि मलाई भन्यो उता जान्छस् भनेर चाहिँ इसाराले नै भन्नुभयो। अन्त मैले पनि बुझेर हजुर उतै जान्छु भने भन्दाखेरि चाहिँ अन्त उहाँले एउटा टोटो रोकेर है चढ्यो पनि। त्यहाँदेखिको हामी पनि चढ्यौँ भरे त उहाँ चाहिँ जलपाई मोड जानुहुने रहेछ होइन। हामी चाहिँ यता फेलाघर मोड, अन्त यो गाडी त जलपाई मोड मेन रोड चाहिँ जानु हुँदैन अरे। उहाँलाई चाहिँ यहाँबाट पायलबाट गएर चाहिँ उहाँले पाउनुहुन्थ्यो गाडी होइन। अन्त चाहिँ खासमा चाहिँ हामीसँग जानु मन थिएछ है। अन्त त्यहाँदेखिको चाहिँ भरे त राम्रो लाग्यो कसैसँग त्यस्तो भएर कि। अन्त झर्नु भयो हो, अन्त नयाँ लाग्यो। अन्त त्यो बुझ्नु भएन है। फेरि मलाई चाहिँ टेक्स्टमा देखाउनु भयो। म टेक्स्टमा भन्दा पनि केमा पो उयसमा गुगलमा देखायो म यहाँ जान्छु भनेर, जलपाई मोड जान्छु भनेर देखायो। अन्त मैले यता टोटोवाला भैयालाई सोधिदिएँ जानु हुँदैन अरे उहाँ चाहिँ। अन्त उहाँलाई भनिदिनु म पायलसम्म गएर चाहिँ पायलदेखि चाहिँ उहाँले गाडी पाउँछ भनेर भन्नुभयो। अन्त मैले पनि हतार मेरो फोनको नोट खोलेर चाहिँ ये गाडी पायल नहीं जाएगा, ये गाडी जलपाई मोड नहीं जाएगा, ये गाडी
ठेला घर मोड़ जाएगा आपको यहाँ से पायल तक का गाड़ी पकड़ना है और वहाँ से आपको जलपाई मोड़ का गाड़ी मिल जाएगा। ऐसे बोल के मैले चाहिँ उयो गरिदिएँ, त्यो नोटमा बुझाइदिएँ, लेखेर बुझाइदिएँ। अन्त उहाँ झर्नु भयो, झरेर फेरि गाडी पर गइसकेको त्यो गाडी रोकेर पनि फेरि हामी भएकोमा आएर मलाई चाहिँ यो माला दिइराखेर जानुभएको छ हो। खुसी पनि लाग्यो होइन, के हो अब यो भगवान्कै आशीर्वाद सम्झिनु कि यसलाई म के सम्झिनु है। यस्तो पनि लाग्यो मलाई चाहिँ के भन्नु लाग्यो भन्दा अघिदेखि यसले त्यहाँ के हो तैँले के हो मलाई त्यो माला पाउनु नि त्यस्तो गड प्रमिस है मैले तपाईँलाई कसम तपाईँले ढालेको जस्तो लाग्यो होला होइन। तर मैले चाहिँ त्यो तैँले आइज न फुल थाप्नु, मैले चाहिँ त्यति बेला के सोचिरहेको थिएँ, यदि कृष्ण तपाईँले मलाई आशीर्वाद दिनै भयो भने चाहिँ मैले यो फुल यस्तो माला पाउँछु भनेर मैले त्यहाँ सोचेको थिएँ। कसम तैँले याद दिलाइ, मैले कसम गड प्रमिस जोतेको छैन। तैँले आइज न भनेस् नि फर्की भन्दै मैले चाहिँ हान्न थाप नगरिकन मेरो हात यसरी थापिरहेँ। मैले पाउनु आँटिसकेको थिएँ यस्तो माला, पाउनु आँटेको त्यो एउटा आन्टीले लग्यो होइन, नानीलाई दियो होला हो। त्यो हेऱ्यो अन्त पण्डितजीले त्यो नानीलाई दिनुभयो होइन, मलाई हेऱ्यो अन्त नानीलाई दिनुभयो। अन्त मैले चाहिँ एउटा यस्तै सयपत्रीको फुल मात्रै पाएँ। अन्त अहिले यो पाउँदाखेरि चाहिँ मलाई चाहिँ साँच्ची नै आशीर्वाद दिएको जस्तै पनि फिल भयो है। म त कस्तो साँच्चै आफूलाई लक्की फिल लाग्यो मैले त्यहाँनिर त्यो फुल थाप्दाखेरि। कसम मैले त्यसो, यदि तपाईँले मलाई आशीर्वाद दिनुभयो भने चाहिँ यो माला पाउँछु म भनेर मैले त्यहाँनिर मनमा मात्रै सोचिरहेको थिएँ। नपाउँदाखेरि कस्तो चुप्पन लागेको थियो, अहिले पाउँदा फेरि खुसी पनि लाग्यो। खै के भन्नु अब यसलाई है, आशीर्वाद चाहिँ हो कि एउटा मिराकल हो कि के हो है। सो अब चाहिँ हामी जाँदैछौँ। अन्त अहिले चाहिँ हामी यहाँ रुमको बाहिर आइपुगिसकेको छौँ। यहाँ दोकानमा दुध र एउटा बिस्किट किनेको हामीले। र रुम आएर चाहिँ हामीले एक दुईवटा रिल्सहरू बनाएँ है। अन्त यो चाहिँ तपाईँहरूले इन्स्टाग्राममा गएर पनि हेर्न सक्नुहुन्छ। अन्त यो हाम्रो आइडी चाहिँ म डिस्क्रिप्सनमा राखिदिएको छु, हेर्नुहोस् है त। हामी चाहिँ अहिले रुमभित्र पसिसकेँ। त्यहाँनिर त्यो दुध र एउटा बिस्किट चाहिँ किनेँ बिहानको लागि त्यो भैयाको दोकानमा है। अन्त अहिले चाहिँ हामी रुम पसिसकेको छु भित्र। अन्त यो भिडियोलाई चाहिँ म यहीँ इन्ड गर्दैछु है। आज चाहिँ त्यस्तो लामो मैले गर्नु पाइनँ यो भ्लग चाहिँ, किनभने मैले सोचेकै थिइनँ आज चाहिँ म भ्लग गर्छु भनेर है। अब मन्दिर गएको मजाले पूजापाठ गर्छु, अब सायद त्यहाँनिर भिडियोहरू गर्नु पनि एलाउड पनि छैन मलाई, म गर्नु पनि पाउँदिनँ होला, डरलाग्दो भिड हुन्छ होला भनेर सोचेको थिएँ। तर मेरो अब लक भनौँ न है, भिडियो पनि गर्नु पाएँ, दर्शन है आरतीहरू पनि मजाले गर्नु पाएँ है हामीले। अन्त त्यसमा म खुसी पनि छु। त्यो माला पनि मैले अब मलाई मेरो कृष्णले चाहिँ अब मलाई आशीर्वाद दिएको भनेर लिइरहेको छु त्यो माला चाहिँ होइन। किनकि मैले अब सोचेको थिएँ नि त त्यति बेला फुल थाप्नु जाँदाखेरि कतिजनाको भिड थियो होइन। अन्त मैले चाहिँ 4टा जस्तो चाहिँ यस्तो माला थियो। अन्त मैले सोचेको थिएँ यदि लु तपाईँले पनि मलाई आजको दिनमा आशीर्वाद दिनुभएको छ भने चाहिँ मलाई यो माला दिनुहुन्छ भनेर चाहिँ मागेको थिएँ। तर मैले एउटा सयपत्रीको फुल मात्रै पाउँदा चाहिँ कस्तो दुःख। अन्त त्यो पनि पाउँदैन भनेर यसले है छिटाइज न उयो थाप्न भन्दै पाउँदैन नि त त्यो पनि। तर त्यो पनि सकिन टेक्थ्यो। तर आइज नि छिटो थाप्न भन्दै थियो यसले। तर म चाहिँ त्यो खाना थाप्न भयो कुल भएर थापिदिइरहेको थिएँ कि लास्टमा। तर पाउनै थिएछ पाएँ है। अन्त यो भिडियो चाहिँ म यहाँ इन्ड गर्दैछु। मैले तपाईँलाई अघि नै भनिहालेँ है, तपाईँलाई पनि जानु मन छ भने त्यसरी जानु सक्नुहुन्छ। प्लिज जानुहोस् भन्छु म त कसम। र त है भोकै पनि त बस्नु पर्दैन, त्यही हो प्याज र लसुन बेगरको खाना। एक दिन मासु छोड्दा त केही हुँदैन है। बेलुका त प्याज र लसुन हालेर खानु सक्नुहुन्छ। त्यति हो, त्यहाँ जानुभन्दा अगाडि चाहिँ त्यति कुरो चाहिँ त्यो दिन चाहिँ नखाइदियो भइहाल्छ नि, त्यति त बाँड्नु सकिहाल्छ होइन। अन्त म चाहिँ सबैजनाले हेर्नु हुँदैछ नि प्लिज जानुहोस् ला एकपल्ट चाहिँ है। अब त्यो नमान्ने विश्वास नहुनेहरू पनि हुन्छ कतिजना होइन। अब आफ्नो हो। तर अब जानु मन हुनेहरू चाहिँ त्यसरी जानु सक्नुहुन्छ है। हामीलाई चाहिँ त्यहाँ गएर यति खुसी लाग्यो होइन। मलाई त एकदम मन शान्ति भयो। मलाई त कहिलेदेखि एक दुईवटा फोटोहरू पनि खिचेको छु, सायद यो भ्लगमा म हाल्छु होला है। त्यो फोटो खिचेको पनि एक दुईवटा म हाम्रो फोटोहरू पनि हाल्छु यसमा चाहिँ। कोही नपाएर हामीले चाहिँ एकजना उसले पनि हामीलाई नै भन्यो नि त होइन, एउटा फोटो खिचिदिनुहोस् न भनेर भन्यो। अन्त हामीले पनि ठिक्कै मौकामा हाम्रो पनि खिचिदिनुहोस् न भने। सो
आजको भिडियो चाहिँ यहीँ राख्दैछु। ल सबैजनालाई गुड नाइट, बाई। गुड अनि नाइट। डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब। सबैजनाले गरिदिनुहोस् होला है।